नमस्ते इन्भेस्टमेन्ट स्ट्रिटको यो सेकेन्ड एपिसोडमा यहाँहरूलाई स्वागत छ। आज हामी यस एपिसोडमा सेयर मार्केटको बारेमा कुरा गर्न जाँदैछौँ। सेयर मार्केट भनेको के हो त? सेयर मार्केट भनेको कम्पनीहरूको सेयर तथा वित्तीय साधनहरू, डिबेन्चर, बोन्ड र म्युचुअल फन्डको किनबेच गर्ने ठाउँ नै सेयर बजार हो। सेयर बजारमा दुईवटा पक्षहरू हुन्छन्, एउटा कम्पनी र अर्को इन्भेस्टर। कम्पनीको उद्देश्य भनेको पब्लिक अफरिङ गरेर पुँजी सङ्कलन गर्नुहुन्छ भने इन्भेस्टरको उद्देश्य भनेको आफूले लगानी गरेर नाफा कमाउनुहुन्छ। यसमा दुईवटा सेगमेन्टहरू हुन्छन्, एउटा प्राइमरी मार्केट र अर्को सेकेन्डरी मार्केट। प्राइमरी मार्केटमा पहिलो सेयर निष्कासन गर्ने क्रियाकलापहरू हुन्छन्। आइपिओ र एफपिओहरू प्राइमरी मार्केटबाट निक्लिन्छन् भने सेकेन्डरी मार्केटमा आइपिओ र एफपिओ निक्लिसकेपछि हुने कारोबार सेकेन्डरी मार्केटमा हुन्छ र नेपालको कन्टेक्समा सेकेन्डरी मार्केटको कारोबार गर्ने जिम्मा नेप्से नेपाल स्टक एक्सचेन्जले लिएको छ। अब बुझौँ नेप्सेको बारेमा। नेप्से भनेको नेपाल स्टक एक्सचेन्ज हो। नेप्से धितोपत्र बोर्डसँग अनुमति लिएर निर्वाध रूपमा सेकेन्डरी मार्केटमा कारोबार गराउने संस्था हो। यसले सरकारी ऋणपत्रहरू र संस्थागत धितोपत्रहरूको कारोबार दोस्रो मार्केटमा गराउने गर्दछ। नेपालमा दोस्रो बजारको कारोबार नेप्सेले गराए जस्तै इन्डियामा एनएसई र बिएससीले गर्ने गर्दछन् भने अमेरिकामा दोस्रो बजारको कारोबार एनएसडिएक्यूले गर्ने गर्दछ। अब नेपालमा नेप्सेको विकासक्रमलाई हेर्दा 2033 सालमा सिक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भएको थियो र त्यसलाई विकसित गर्दै 2050 सालमा नेपाल स्टक एक्सचेन्ज स्थापना गरियो। नेपाल स्टक एक्सचेन्ज एउटा संस्था हो। यसको पेड अप क्यापिटल 1 अर्ब रुपियाँ छ र यो पेड अप क्यापिटलमा गभर्मेन्ट अफ नेपालको होल्डिङ 58.66%, नेपाल राष्ट्र ब्याङ्कको होल्डिङ 9.5%, इम्प्लोइ प्रोभिडेन्ट फन्डको होल्डिङ 10%, राष्ट्रिय वाणिज्य ब्याङ्कको होल्डिङ 11.23%, लक्ष्मी ब्याङ्कको 5%, प्रभु ब्याङ्कको 5% र अन्य संस्थाको 0.60% रहेको छ। अब नेपालमा सेयर बजारको विकासक्रमलाई एकछिन चर्चा गरौँ। नेपालमा 2013 सालमा नेपाल राष्ट्र ब्याङ्कको स्थापनापछि विभिन्न बैङ्क तथा फाइनेन्सियल इन्स्टिट्युसनहरूको उदय भएको देखिन्छ। 2046 सालको जनआन्दोलनपछि नेपालमा प्रजातन्त्रको पुनर्स्थापना भयो र नेपालले 2047 सालमा खुल्ला बजार अर्थतन्त्र नीति अवलम्बन गर्यो। त्यसको लगत्तै नेपालमा 2048 सालमा नेपाल धितोपत्र बोर्ड 7 को स्थापना भयो। यस लगत्तै 2050 सालमा नेपाल स्टक एक्सचेन्जको स्थापना भयो र औपचारिक रूपमा नेप्सेले 2050 साल 9 महिना 29 गतेबाट आफ्नो कारोबार सुरु गर्यो। नेपालमा पहिलो पटक सेयर निष्कासन गर्ने कम्पनीमा विराटनगर जुट मिल र नेपाल ब्याङ्क लिमिटेड थियो। त्यसपछिको युगलाई हामीले प्रविधिको युग भन्न सक्छौँ। प्रविधिको युग सुरु हुनुभन्दा अगाडि नेप्सेमा कारोबार गर्नको लागि लगानीकर्ताहरू ब्रोकरको घर दैलो अथवा ब्रोकरको कार्यालयमा बोलबलाइया तरिकाबाट सेयर खरिद बिक्री गर्नु पर्थ्यो, जुन निकै झन्झटिलो थियो। त्यसलाई नेप्सेले सुधार गर्दै विक्रम सम्वत 2073 सालमा अनलाइन ट्रेडिङ स्थापना गर्यो। यस अनलाइन ट्रेडिङबाट लगानीकर्ताहरूले निकै राहत पाए र यो एकदम फलदायी हुँदै गयो। त्यसलाई विकास गर्ने क्रममा नेप्सेले फेरि 2075 सालमा मेरो सेयर प्रणालीको विकास गर्यो र लगानीकर्ताहरूलाई अझै सहज बनाउँदै गयो। जसस्वरूप 2077 सालमा नेप्से अल टाइम हाई बिन्दुमा पुगेको थियो। अब हामी नेप्सेसँग प्रत्यक्ष सम्बन्धित संस्थाहरूको बारेमा एकछिन चर्चा गरौँ। तिनीहरू भनेको एउटा 7 हो। 7 भनेको सबभन्दा माथिल्लो निकाय हो। यसले सबैलाई नियमनकारी भूमिका निर्वाह गर्दछ, सबैलाई कन्ट्रोल गर्ने काम 7ले गर्दछ भने नेप्से आफैमा सेयर ट्रेडिङ गर्ने मेकानिजम हो, प्रणाली हो हैन। यसले सेयर खरिद बिक्रीको काम गर्छ, सेकेन्डरी मार्केटमा सेयर खरिद बिक्रीको काम गर्दछ भने अर्को छ सिडिएससी। यसको काम भनेको चाहिँ डिजिटल सेयरहरूलाई डिजिटलाइजेसन गर्ने काम गर्दछ र पेमेन्ट र रिसिप्टलाई सेटलमेन्ट गर्ने काम सिडिएससीले गर्ने गर्दछ। साथै अर्को भनेको बिक्री प्रबन्धक, इस्यु म्यानेजर। इस्यु म्यानेजरको काम भनेको पब्लिक अफरिङ हुँदाखेरि संस्थाले नै यो काम सम्पूर्ण काम गर्न नसक्ने कारणले गर्दाखेरि इस्यु म्यानेजरलाई दिन्छ र इस्यु म्यानेजरले चाहिँ पब्लिक अफरिङको व्यवस्थापनको काम यसले गर्ने गर्दछ। साथै ब्रोकर कम्पनी, ग्रुप स्टक एजेन्टहरू, यिनीहरूले चाहिँ लगानीकर्ताको खाता खोलेर
सेयर किनबेचमा सहयोगी भूमिका निर्वाह गर्दछन्। हाल नेपालमा 92वटा स्टक ब्रोकरहरू दर्ता भई कार्य गरिरहेका छन्। हाल नेप्सेमा आजको दिनमा 244वटा स्टकहरू विभिन्न सेक्टरका लिस्टेड छन्। ती सेक्टरहरूमध्ये कमर्सियल ब्याङ्कमा 19वटा, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा 9वटा, होटेल एन्ड टुरिज्ममा 6वटा, अदर्समा 6वटा, हाइड्रो पावर 91वटा, ट्रेडिङमा 2वटा, नन लाइफ इन्सुरेन्समा 12वटा, डेभलपमेन्ट ब्याङ्क 15वटा, फाइनान्स 15वटा, माइक्रो फाइनान्स 50वटा, लाइफ इन्सुरेन्स 13वटा र इन्भेस्टमेन्ट 7वटा गरी 244वटा कम्पनी नेप्सेमा सूचीकृत भएर दैनिक कारोबार गरिरहेका छन्। अब अन्तिममा नेपाल स्टक एक्सचेन्जको काम र कर्तव्यको बारेमा कुरा गरौँ। नेपाल स्टक एक्सचेन्जको प्रमुख काम भनेको स्वच्छ, पारदर्शी, विश्वसनीय, न्यायोचित ढङ्गबाट मार्केट चलाउने हो। त्यस्तै गरी नेपाल सरकारको नीति र नियमलाई पालना गर्दै दोस्रो पुँजी बजारको विकास र समृद्धि गर्दै लाने पनि यसको काम हो। साथसाथै लिस्टिङ नभएका र डिलिस्टिङमा परेका कम्पनीहरूको सेयर सम्बन्धी कारोबार गर्ने काम पनि नेप्सेले नै गर्दछ। यो कारोबार गर्ने काम उसले ओटिसी मार्फत गर्ने गर्दछ। ओटिसी भन्नाले ओभर द काउन्टर हो। यसको बारेमा हामी पछि चर्चा गरौँला। त्यसै गरी नेपाल स्टक एक्सचेन्जको काम भनेको पुँजी बजार बारे जनचेतना अभिवृद्धि गर्ने काम पनि नेपाल स्टक एक्सचेन्जकै हो। नेपाल सरकार र नेपाल धितोपत्र बोर्ड अन्तर्गत रहेर सुझाव र सल्लाहहरू सङ्कलन गर्ने र नीति नियममा सहयोग गर्ने काम पनि नेपाल स्टक एक्सचेन्जको हो। त्यसै गरी इनिसियल पब्लिक अफरिङबाट आएका कम्पनीहरूलाई दोस्रो पुँजी बजारमा लिस्टिङ गराउने काम पनि नेप्सेले नै गर्दछ। त्यस्तै विभिन्न सङ्घ संस्था स्वदेशी वा विदेशी सँग समन्वयकारी भूमिका निर्वाह गरी सदस्यता लिई पुँजी बजारको विकास र वृद्धि गर्ने काम पनि नेप्सेले गर्ने गर्दछ। यसका साथसाथै नेप्सेले विभिन्न कामहरू पनि गर्ने गर्दछ। यसको बारेमा पनि हामी अर्को एपिसोडहरूमा चर्चा गर्दै जानेछौँ। हस् त आजको लागि यस एपिसोडलाई हामी यहीँ टुङ्ग्याउने जमर्को गर्दैछौँ। तपाईँलाई हाम्रो आजको कार्यक्रम कस्तो लाग्यो हाम्रो कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। साथै लाइक, सब्सक्राइब र फलो गर्न नबिर्सिनु होला। त्यसको साथसाथै बेल आइकनलाई क्लिक गर्न पनि नबिर्सिनु होला, ताकि हामीले बनाएको नयाँ नयाँ कन्टेन्टहरूको नोटिफिकेसन तपाईँसम्म पुग्न सकोस्। नमस्ते।